नमस्कार। प्रस्तुत छ श्लोक लयको कविता। शीर्षक छ दोलाल घाट। इन्द्रावती र भोटे कोशी नदीको पवित्र संगम स्थल, दोलाल घाट स्पर्श गरी बहने पावन यो जल चञ्चल। ढुङ्गा अनि पानी जहाज चलाई दिलाई मनोरञ्जन, जलको सदुपयोग भो पर्यटनको विकास गरिकन। चारैतिर छ अति सुन्दर प्रकृति, अमूल्य यो सम्पत्ति। यही प्रकृति रिसाएर कहिले आउँछ ठुलो विपत्ति। जीवन ज्योति र सौन्दर्य जगाउँछ यही जलले सिन्चेर। प्रकृति देवी रिसाउँछिन् मानिसले प्रकृतिलाई मिचेर। दोलाल घाटको वनभोजनी जलविहार क्षेत्र यो, खोजीकै विषय छ नि दोलाल घाट, यो नाम कसरी रह्यो। फेरि पनि यस्तै सृजनात्मक प्रस्तुतिहरू लिएर आउने नै छु। त्यतिन्जेलसम्मका निम्ति आज्ञा चाहन्छु। हस्त नमस्कार।